हेलो एभ्रिवान, मेरो यो युट्युब च्यानल सबैजनाले सब्सक्राइब गरिदिनु होला। म चाहिँ आज कहाँ जाँदैछु भने प्रदीप भाइलाई भेट्न जाँदैछु। म चाहिँ अहिले रुमबाट गाडी चढेर सापको यक भन्ने ठाउँमा आइपुगेछु। यो सापको यक जाने एउटा बाटो यता यताबाट अगाडि एसान जान्छ, यता चाहिँ म आउने र अहिले म जाने चाहिँ यता हो। त्यसैले गाइजहरू, मेरो युट्युब च्यानल कसैले हेर्नु भएको छैन नि प्लिज हेरिदिनु। यस्तो छ, रमाइलो दिन छ आज। र यो समय भनेको चाहिँ कोरियाको फुल फुल्ने समय हो। फुल चाहिँ यस्तरी फुलेको छ। अहिले म फुलहरू देखाउँछु। त्यसैले अब अलिकति म चाहिँ हिँडेर जानुपर्ने भयो क्या आज। गाडी त्यो सापको यकसम्म गएन कि। त्यसैले साथीहरू, म हिँड्दै पनि जाँदैछु र भिडियो पनि बनाउँदैछु कि। अहिले यो समय भनेको चाहिँ कोरियाको एकदम फुल फुल्ने समय सुरु भएको कि। अब साकुराले स्टार्ट गरेको छ फुल्नुलाई कि। यो चाहिँ कोरियाको ऋतु चाहिँ परिवर्तन भयो। 4 महिनामा परिवर्तन हुन्छ। यो चाहिँ फोम ऋतु, ताकि कोरियाको फुल फुल्ने समय भनेर बुझिन्छ साथीहरू। म चाहिँ अगाडि चाहिँ जानुपर्छ कि, थोरै अगाडि सामान गएर चाहिँ जानुपर्ने हुन्छ। यताभन्दा नि पारिपट्टि चाहिँ एकदम रमाइलो छ। मलाई एकदम मनपर्ने घरहरू भनेको चाहिँ यो हो क्या, कोरियामा यो घर छ नि। जुमिङ नो जुमिङ, जुमिङ भएन त। मनपर्छ कि घरहरू यस्तो छ। त्यसैले साथीहरू, कोरियाको म केही दृश्यहरू देखाउँछु आज। भिडियोहरू अपलोड गर्छु। कोरियामा चाहिँ एकदम रमाइलो हुन्छ कि घुम्नलाई। यो सिजन भनेको चाहिँ कोरियाको फुल फुल्ने सिजनमा प्रायः मान्छेहरू घुम्छ। यो सिजन चाहिँ कोरियाको एकदम न्यानो समय भन्छ कि, तातुथान नारी भन्छ कोरियामा चाहिँ हो। त्यसैले हामी चाहिँ यस्तरी कोरिया चाट। मलाई त्यो पारिको घरमा जानु मन लाग्यो। त्यसैले गाइजहरू, होइन, रमाइलो लाग्छ। कोरिया आए जस्तो लाग्छ। 3-4 रुपियाँ पैसा पनि कमाइन्छ। विकसित ठाउँमा घुम्न पनि पाइन्छ। तर यो चाहिँ विकसित ठाउँ होइन है कोरियाको। एकदम यो चाहिँ गाउँ, हाम्रोतिर गाउँघर जस्तै हो कि। एउटा घर हुन्छ त्यस्तै। तर एउटा घर भए पनि एकदम सुविधा हुन्छ क्या। सुविधा सम्पन्न हुन्छ। गाडी टाइममा आउँछ। सरकारी गाडी कमी भाडामा, थोरै भाडामा आउँछ। ज्येष्ठ नागरिकहरूलाई त फ्री नै हुन्छ होला जस्तो लाग्छ। कार्ड चाहिँ हुन्छ, फ्री हुन्छ। यहाँको ज्येष्ठ नागरिकहरूलाई चाहिँ फ्री हुन्छ। ज्येष्ठ नागरिक हुनलाई पनि, त्यहाँसम्म पुग्नलाई पनि धेरै मेहनत गर्नुपर्छ नि त। यहाँनिर कैयौँ करोडौँ अरबौँ खरबौँ कर बुझाएको हुन्छ क्या, नागरिक कर। अनि त्यही भएर फेरि बुढापाका भएपछि चाहिँ कोरियामा आनन्दले खाने, पेन्सन बस्ने, यस्तो चलन हुन्छ साथीहरू। विकसित कन्ट्री फरक हुन्छ नि। त्यसैले म चाहिँ अलिकति परसम्म जानुपर्ने हुन्छ। जाँदैछु म। आज हाम्रो प्रदीप भाइ छ। भाइ मेरो गाउँको भाइ हो। भेट्नुपर्छ कहिलेकाहीँ। 5-6 महिना वर्ष दिनमा भेटिन्छ। अहिले समय भेट्न लागेको छ।
यस्तो हुन्छ के गाउँघरहरू हेर्नु कहिलेकाहीँ त हाम्रैतिरको जस्तो लाग्छ गाउँहरू होइन रमाइलो लाग्छ मलाई रमाइलो मेरै गाउँ घर हिमाल चुली मनतिर पाती थप्ने अधेरी हावा छ गाइजहरू एकदम के होइन यो यहाँको इन्भाइरोमेन्ट मात्रै देखाएको है अब सबै कुराहरू फुल्न थाल्यो एकदमै आज म फुलमा लान्छु है सबैजनाले मेरो फ्लग छ हेरिदिनु होला धुलो उडायो बाहिरको बाटोमा धुलो उडाउने कोरियाउने धुलो हुन्छ भन्दै हुन्छ नि किनकि यहाँ चाहिँ ग्रामीण क्षेत्र हो नि त रोडहरू त राम्रै हुन्छ तर पनि गाह्रो गाह्रो फुल फुल्ने समय हो के बलि छडा मलाई देशीले रगत मागे कस्तो छ साथी ठाउँहरू रमाइलो छ एक्लै छु यहाँ चाहिँ एक्स्ट्रा हुन्छ कि ठाउँ जस्तै एक्स्ट्रा के फुल फुलेर छ यस्तो हुन्छ क्या रमाइलो छ जङ्गलभित्र गए जस्तो छ ठ्याक्कै यग भनेको ट्रेन स्टेसनमा आइपुग्यो स्टेसनमा जाने बाटोतिर यता अगाडि जान्छ यता चाहिँ ट्रेन स्टेसन यता लागेँ म अगाडि स्टेसन क्या रमाइलो ठाउँ छ क्या साथीहरू यस्तो हेर न सुके पनि अहिले यस्तो सुके पनि अब सबै फुल्न लाग्यो क्या यो रुखहरू एकचोटि सबै फुल्छ कि क्या दामी देख्छ यहाँ अलिक पछाडि अहिले चाहिँ केही फुलहरू फुल्न सुरु भएको छ कोरियाको फोम भन्छ फोम सुरु भयो क्या अब त हुन्छ त झकास खतरा फुलहरू फुल्ने गार्डनहरू हुन्छ पार्कहरू हुन्छ क्या हुन्छ साथी हो म चाहिँ पुग्नै लागेँ ट्रेन स्टेसन होइन फाइनली म चाहिँ पुगेँ सापको याक गाइजहरू म चाहिँ सापको याक पुगेँ अब यहाँबाट चढेर प्रदीप भाइको कहाँसम्म जान्छु ठ्याक्कसँगले प्रदीप भाइको बस्ने ठाउँसम्म यो चाहिँ सापको याक हो होइन सापको याक यहाँबाट भित्र गएर टिकट गरेर जाने एभ्री वान गाइज सबैले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त सलाम जय नेपाल प्यारो छ पृथ्वी रहन्जेलसम्म हाम्रो देश रहनुपर्छ भन्ने भनाइ हाम्रो हर्क सामको जय देश।